हाई एभ्रीवान, वेलकम टु माई भिडियो। एकदमै खुसी छु। किन तपाईँहरूलाई थाहा छ पक्कै पनि, किनकि मैले नयाँ फोन किनेको छु। यो मेरो आइफोन 17 प्रो म्याक्स हो। यो मेरो सेकेन्ड फोन हो। मैले लास्ट इयर 15 प्रो म्याक्स किनेको, अहिले चाहिँ 17 प्रो म्याक्स किनेको। एकदमै खुसी लागेको छ, किनभनेपछि म एकदमै फोटो भिडियोहरू बनाउने, खिच्ने एकदम इन्ट्रेस्ट गर्ने मान्छे हो क्या। अनि अब म धेरै बनाउँछु, अनि एकदम राम्रो क्वालिटी एन्ड कस्तो राम्रो देखाएको छ 17 प्रो म्याक्स। आई एम भेरी ह्याप्पी एन्ड एक्साइटिङ। So this is my first video by making iPhone 17 Pro Max, and I am very exciting. You know guys, I will making many videos, many photos by iPhone 17 Pro Max. हाई, म कहिले सोचेको थिएन वर्षमा यो यसरी आइफोनहरू चेन्ज गर्छु भनेर। हेर्नु नै 15 प्रो साल किनेको, 17 अहिले। ओ माई गड, यस्तो पनि हुँदो रहेछ जिन्दगी है। मेरो जिन्दगी कति राम्रो छ हेर्दा, तर दुःख छ है। यो किन्नुको पछाडि रिजन पनि छ। अनि त्यसपछि यो किन्नको लागि कति यो पैदल घिजार्नुपर्छ, त्यो देख्नेलाई पो आनन्दै छ। यहाँ कति केही छैन जिन्दगीमा, आफ्नो सोख पुरा गर्न पाइरहेछौँ, त्यही ठुलो कुरा हो। अनि अब अमेरिका आएर गाडी पनि आफ्नै गाडीमा हिँडिन्छ। अनि अब अहिले आइफोन, ओफो क्या लाइफ छ। तर आइफोन र गाडीमा हिँड्ने सबै मान्छे धनी हुन्छन् भन्ने छैन। यो यहीँ आएर थाहा पायो क्या। एकदम गरिब मान्छे जो म छु। पहिला सोच्थेँ कि साथीहरू, यो आइफोन बोक्नेहरू त कति धनी हुन्छन् होला, अनि आफ्नै गाडीमा हिँड्ने मान्छेहरू कति धनी हुन्छन् होला सोच्थेँ क्या। तर अब यहाँ आइसकेपछि थाहा भयो क्या, हत्तेरिका यो आइफोन त दुईवटा छ, तर अब कति गरिब छु भन्ने कुरा त त्यो मलाई थाहा छ नि त। अब यहाँ त गाडी र यो आइफोनहरू नेसेसरी हो कि, त्यही भएर किन्नै पर्छ। अब बाहिरबाट पो देखिँदा वा यो आइफोन लिएपछि गाडीमा हिँडिरहेछि भन्ने हुन्छ। यो त यहाँको बेसिक निड हो कि। जस्तै हाम्रो नेपालमा अब साइकल, बाइकहरू बेसिक निड हुन्छ, त्यस्तै हो कि। अनि अब यतिको एफोर्ड गर्न सक्ने त हुन्छ क्षमता, किनभनेपछि अब सबै किस्तामा हुन्छ। देख्न मात्रै आहा जिन्दगी देखिन्छ। साथीहरू नझुक्किनु होला, धेरै गाह्रो छ यहाँ। दुईवटा आइफोन पहिलाको कुरा हो, धेरै वर्ष पहिला। अनि मलाई भन्थे कि तेरो के औकात छ, त हाम्रो लेभलको छैनिस्, तेरो के औकात छ, के गर्न सक्छिस्, अनि तेरो त्यति औकात छैन जो हामीसँगै लेभलमा बस्न सक्छिस् भन्ने अब धेरैले भने मलाई। अनि त्यतिखेर अब ठिकै थियो, मेरो औकात पनि थिएन। अनि म चुपचाप बस्थेँ। अब ठिकै छ, जसको जहाँनिर जे औकात हुन्छ त्यसले त्यही त देखाउने हो भनेर चुपचाप बसेँ। तर हेर्नु, यिनीहरूलाई म भन्छु, तिमीहरूको के औकात छ, मेरो ठाउँमा आएर देखाउ न, दुईवटा आइफोन किनेर देखाउ, आफ्नै गाडी किनेर देखाउ न, अमेरिका आएर देखाउ न भन्छु क्या। यो सबै जोक सपाट साथीहरू, म त्यतिकै भनेको। मेरो लाइफ पनि सामान्य लाइफ हो, त्यस्तो केही पनि छैन, दुःख छ। थ्याङ्क यू एभ्रिवान, तपाईँहरूले मेरो भिडियो लास्टसम्म हेरिदिनुभएकोमा र मलाई यसरी नै माया गर्नुहुन्छ भन्ने आशा राखेको छु। र धन्यवाद म आफ्नो बुवा आमालाई भन्न चाहन्छु, जसले गर्दा म यहाँसम्म पुगेको छु। उहाँहरूले मलाई जन्म दिएर हुर्काउनु भयो, यहाँसम्म पुगाउनु भयो। उहाँहरू, मैले आफ्नो प्यारेन्ट्सप्रति एकदमै आभारी छु। साथसाथै म भगवान्प्रति पनि एकदमै थ्याङ्कफुल छु, किनभनेपछि भगवान्ले नै मलाई स्वस्थ जीवन, सकारात्मक सोच र राम्रो विचार दिनुभएको छ, र यसरी नै दिनुहुन्छ भन्ने आशा राखेको छु। र जसरी म यो एकदमै ह्याप्पी हुन्छु नि, त्यसमा सबैभन्दा ठुलो योगदान भनेको मेरो श्रीमानको छ, जसले गर्दाखेरि म एकदमै खुसी हुन पाउँछु। र उहाँलाई पनि थ्याङ्कफुल भन्न चाहन्छु, र मेरो परिवारप्रति पनि आभारी छु। बाई।